एउटा महत्त्वपूर्ण कार्यक्रममा छौँ भाइ बहिनीहरू। किन हामीले सरस्वती पूजा गर्छौँ त यो भन्ने विषयमा हामी टिकाकरण पश्चात यो कार्यक्रमहरू पनि हामी विभिन्न कार्यक्रममा भनिराखेका छौँ। सरस्वती शब्द किन सरस्वती रह्यो, किन दुर्गा रहेन, किन अर्थ रहेन र यो के हो त, आखिर हामी किन गऱ्यौँ, आज दिनभरि यो यत्रो कार्यक्रम किन गऱ्यौँ, सरस्वतीलाई किन सम्झ्यौँ, के हो त सरस्वती भन्ने जिज्ञासाहरू प्रत्येक विद्यार्थीहरूको हृदयमा हुनुपर्दछ, जसले तपाईँहरूलाई ज्ञान सिक्नका लागि प्रेरित गर्नेछ। हामीसँग यदि पुरानो कपीहरू करण भाइ पुरानो कपीहरू छ भने ल्याइदिनुको लागि हामी अनुरोध गर्न चाहन्छौँ।
साथी अतिथि अभिभावक र मेरा प्यारा साथीहरू लगायत सर्वप्रथम मेरो विद्यालय र मेरो व्यक्तिगत तर्फबाट विद्यालय मेरो न्यायको उद्घाटन गर्छु। आज यो हामी विद्यालयमा हुन गइरहेको सरस्वती पूजाको उपलक्ष्यमा भव्य कार्यक्रममा तपाईँहरूको जुन यो हर्षोल्लासको उपस्थितिको लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रमलाई जुन भव्य र भव्य तरिकाले तपाईँहरूले अगाडि बढाउने र समापनसम्म पनि यस्तो उपस्थिति गराइरहनुहुनेछ भन्ने आशा गर्दछु र यहाँ पाउनुभएका सम्पूर्ण गुरुवर्ग अभिभावकगण लगायत मेरा सम्पूर्ण प्यारा साथीहरूलाई आजको सरस्वती पूजाको उपलक्ष्यमा म हृदयदेखि नै शुभकामना व्यक्त गर्न चाहन्छु र यो विद्यालयमा उपस्थित भइसकेपछि साथीहरूले पनि सबैले जुन सिनियर लेभलको साथीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सानो नानीहरूलाई बसाल्नको लागि सहयोग गरिदिनु पऱ्यो। जसको कारणले हाम्रो कार्यक्रम सबै सुन्दर राम्रो र सानो नानीहरूले पनि हामी कति राम्रो रहेछ हामी कति राम्रो कार्यक्रम हुन्छ भनेर आफ्नो टिममा त्यहाँनिर बसिदिनु होला। अनि सबैलाई शुभकामना दिँदै म बिदा हुन्छु। हस्त धन्यवाद। विभिन्न कार्यबाट उहाँले ज्ञान उठाउन बाध्य भइराख्नु भएको छ। तपाईँको थुप्रै चेलीहरूले चाहिँ चेलीहरूको ज्ञान गरिराखेको हुन्छ। थुप्रै चेलीबेटीहरू आफ्नो देहत्यागलाई रेपको विरुद्धमा हाम्रो सरकारले, हाम्रो स्थानीय सरकारले, हाम्रो सङ्घीय सरकारले, हाम्रो चाहिँ सरकार कुनै पनि नीतिहरू अप्नाएको छैन, कुनै पनि कार्यहरू बनाएको छैन। सो विरुद्धमा हामीले एउटा डकुमेन्ट तयार गरेका छौँ। मेरो भौतिक शरीरको त्यागसँगै मैले सटाएका कयौँ रङ्गी बिरङ्गी सपनाको हो। मेरो हत्या भयो, मेरो देह त्याग भयो। मेरो आमा मलाई अझै पनि याद छ। मलाई लिएर मेरी आमाका अलिकति आकाङ्क्षाहरू आमाले त भन्ने गर्नुहुन्थ्यो, छोरी तिमी त मेरो शक्ति हौ, ज्ञान शक्ति, इच्छा शक्ति अनि कर्मशक्ति पुरा नभएर के पो छ। तर आज मेरी आमाका ती शक्तिहरू कता कता विलीन भइरहेछ। मेरो प्यारो बाबाको लागि त म सुखको संसार नै थिएँ। ज्ञानी ज्ञ भनेर चिनाउनु भएका मेरा बाबा आज केही ज्ञानी उहाँको जीवनलाई पूर्ण रूपले पूर्णता बताएको छ। सानैदेखि उमेरको त कुनै लेखाजोखा नै नगर्नु। निकै सानो थिएँ म। मेरो यो कोमल मानसपटलमा कुनै थियो र ताला। मेरो यो रमणीय संसारलाई एक दिन एउटा कालो बादलले नपठाथ्यो। हाँसखेल गर्दै सडकमा खेलिरहेकी मलाई कसैले टाढोबाट पन्छाउन थाल्यो। मलाई त्यो नरपिशाचले च्याप्पो समात्यो। मेरो वस्त्र सँगसँगै मेरो इज्जत मान प्रतिष्ठासँग खेल्यो। म चिच्चाएँ, नाइ नाइ नाइ। त्यो सडकमा अब एउटा शरीर थिएन। कोलाहल त तब मच्चियो जब त्यो लास हेर्नेको रमिता बस्यो। अनि त्यो रमिता मारिदिएको है। अनि न्याय खोइ, सरकार न्याय खोइ। यदि मेरो मृत आत्माले न्याय पाएन भने होसियार, कहिले पनि थुप्रो पनि धन्यवाद। बारी गई दुख भया था जीवन में कोट डाला। बारी गई दुख भया था जीवन में दियो घर बसई जान आए बारी काला। दियो
कालो आइदिनु एउटा खेल्न पीडा सम्झिन्छ जीवन बेलको कालो छोड्दिन्छन् घर घरलाई कतै जान आए बाडी कालो
दारीका फुलको सैतान आयो बारीकान फुलमाला एकदमै उत्कृष्ट फुलमाला श्री दुर्गा माध्यमिक विद्यालयको तर्फबाट निजको उज्जवल भविष्यको शुभकामना गर्दै हामी उहाँलाई बिदा दिन चाहन्छौँ। धेरै धेरै धन्यवाद। जोरदार ताली जोरदार ताली। यस्तो राम्रो मान्छे शिक्षक बन्नु हुन्न भन्ने, यस्तो राम्रो मान्छे शिक्षक बन्नु हुन्न भन्ने, त्यसैले त सपना देख्ने डाक्टर पाइलट बन्ने। अब शिक्षक बन्ने अलि कमै मान्छेहरूले शिक्षक बन्छ भन्ने चाहिँ सोच्छ। त्यही भएर एसएलसी पास गरेदेखि जीवन अन्तै मोडियो, डाक्टर अनि पाइलट बन्ने सपना पनि छोडियो। इमानदारी पेसा भने आखिर शिक्षक बने मैले, इमानदारी पेसा भने आखिर शिक्षक बने मैले, जे सुने जे देखे आखिर भने मैले। दुई चारजना त्यस्ता होलान् बातमा सबै परियो, दुई चारजना त्यस्ता होलान् बातमा सबै परियो, भोले शिक्षक भन्दाखेरि सारा मैले मरियो। अन्त कहीँ नपाएर शिक्षक बन्न आए अरे, अन्त कहीँ नपाएर शिक्षक बन्न आए अरे, मास्टरले त तलब पनि बसी खाए अरे। हो तलब हामी बसी खान्छौँ, हो तलब हामी बसी खान्छौँ, 4 महिना पुगेपछि बोक्क घर लान्छौँ। जीवनभरिमा बल्ल एउटा बाइक किन्छौँ, जीवनभरिमा बल्ल एउटा बाइक किन्छौँ, केही पनि नसकेर लुरु हिँड्छौँ। शिक्षा बिना भन्नुहुन्छ नपिटेरै पढाऊ अरे, शिक्षा बिना भन्नुहुन्छ नपिटेरै पढाऊ अरे, फेला गर्न पाइँदैन सिधै कक्षा चढाऊ अरे। बल्ल तल्ल आज सिकाइयो भोलि आउँदा छैन, बल्ल तल्ल आज सिकाइयो भोलि आउँदा छैन, 9-10 कक्षा पुगिसके अक्षर चिन्ने होइन। शिक्षा ज्योति बाल्न हामी गाउँ जाने हामी, शिक्षा ज्योति बाल्न हामी गाउँ जाने हामी, यो भएर सो भएर उल्टै गाली खाने हामी। राष्ट्र सेवक कर्मचारी हामी परिँदैन,
राष्ट्र सेवक कर्मचारी हामी परिँदैन, मान मर्यादा करामा त नामै अटाउँदैन। आखिर जे नभए नि कर्म गर्ने दम छ, आखिर जे नभए पनि कर्म गर्ने दम छ। सल्लाह सुझाव दिनु होला के कुरामा कम छ, सल्लाह सुझाव दिनु होला के कुरामा कम छ। धन्यवाद। आज मेरो माया जान्लाकी परयसित मेरो माया गरिघाट गिधानो पैसा माया भात अर्को पाया जाई परयसित मेरो माया गरिघाट अर्को पाया जाई परयसित मेरो माया गरिघाट माया एकै ठाउँमा काया रोए भुल्नु भयो आज जानै पर्यो पराइसित मेरो माया गरिघाट सानो भयो आज एकै ठाउँमा पर्यो सङ्गीमा जानै पर्यो पढाइसित मेरो माया गरिघाट आज एकै ठाउँमा काया बसन मानि जान्लाकी परयसित मेरो माया गरिघाट जान्लाकी परयसित मेरो
सीता मेरो माया होला भेट एकै पढ्यो पढाइ सीता मेरो माया हाम्रो विद्यालयले आयोजना गरेको सरस्वती पूजाको अवसरका उपस्थित कार्यक्रमका प्रमुख अतिथिज्यू कार्यक्रमका सभाध्यक्ष प्रमुख अतिथिज्यूहरू यहाँ मञ्चमा प्रकाशित अतिथिज्यूहरू अभिभावकको प्रतिनिधित्व गरी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अभिभावकगणहरू कलाकार खेलप्रेमी साथीहरू सम्पूर्णमा स्वीकार मेरो तर्फबाट न्यानो अभिवादन। आज हाम्रो विद्यालयले गरेको सरस्वती पूजा तथा वसन्त पञ्चमीको अवसरमा सञ्चालन भएको कार्यक्रममा मलाई पनि बोल्ने अवसर दिएकोमा म विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मैले एउटा प्रस्तुति लिएर आएको छु, ती मुक्तकहरू लिएर आएको छु। तपाईँहरू ध्यानपूर्वक सुनिदिनुहुनेछ भन्ने आशा गर्दै मुक्तकहरूतर्फ लाग्न चाहन्छु। 3-4वटा मुक्तकका टुक्काहरू छन्, ती सुनिदिनु होला। म सुरु गर्छु। नदीले आफ्नो बहावसँगै बगाएका ढुङ्गा बलिया हुँदा रहेछन् ठक्कर खाएका ढुङ्गा हो। नदीले आफ्नो बहावसँगै बगाएका ढुङ्गा बलिया हुँदा रहेछन् ठक्कर खाएका ढुङ्गा। चोट पाउनु पनि सुनाउन अवसर रहेछ हो, चोट पाउनु पनि सुनाउन अवसर रहेछ। देवता बनेका छन् कुनै चोट पाएका ढुङ्गा, देवता बनेका छन् कुनै चोट पाएका ढुङ्गा। एउटा अर्को पनि छ। बिर्सिएनन् अभावहरूले जहिले सम्झिए, बिर्सिएनन् अभावहरूले जहिले सम्झिए। सायद नबिर्सिने निर्णय लिए अभावहरूले, सायद नबिर्सिने निर्णय लिए अभावहरूले। म टाढा टाढा पुग्न नसकेको एउटै कारण खुट्टा कमसल बनाइदिए अभावहरूले हो, खुट्टा कमसल बनाइदिए अभावहरूले। एउटा अर्को पनि छ। हिँड्नै नसक्ने बनाउँछ पिडाले यात्रा रोकिदिन्छ, हिँड्नै नसक्ने बनाउँछ पिडाले यात्रा रोकिदिन्छ। बाटोमा पहाड भए पनि गन्तव्यमा पुग्नु छ, तर जुत्ताभित्रको एउटै ढुङ्गाले यात्रा रोकिदिन्छ, तर जुत्ताभित्रको एउटै यात्राले यात्रा रोकिदिन्छ। के सुनाउ जिन्दगीको हाल उठ्दैछ, के सुनाउ जिन्दगीको हाल उठ्दैछ। फेरि पनि नयाँ साल उठ्दैछ, फेरि पनि नयाँ साल उठ्दैछ। कहिले दुखीलाई आँखाको आँसु भन्दै, कहिले दुखीलाई आँखाको आँसु भन्दै। जुत्ता पनि नसकिने खाल उठ्दैछ, जुत्ता पनि नसकिने खाल उठ्दैछ। हस् धन्यवाद। धन्यवाद भाइ दिपेन्द्र। एकैछिन भाइ बहिनीहरू, दिपेन्द्र भाइले आफ्नो एकदमै प्रस्तुत गरेर जानुभयो। कृपया Bye.
धन्यवाद बहिनी महेश्वरी जोरदार ताली महेश्वरीलाई हिमालयलाई ढाक्यो कान्छा हिमालयलाई ढाक्यो कान्छा हिउँको पछ्यौरीले विरतीको भाका बोल्छ फुला मन्जरीले फुला मन्जरीले
अरे काका चाइनिजहरू यही हो नि आने आएर सम्झना आइरहने हरपल तिम्रै सम्झना आइरहने कुट्टु 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 मुटु खाइरहने कुट्टु 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 मुटु खाइरहने मेरे घरको छेउछाउ धाइरहने मेरे घरको छेउछाउ धाइरहने सुट्टु 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 तिमी आइरहने सुट्टु 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 तिमी आइरहने माया मेरो मनमा पर्दैछ झन् एकछिनमा भेट्दा तिमीलाई तडपिन्छ मन तिम्रो माया मेरो मनमा पर्दैछ झन्
कसम जस्ट मिनट मात्र आउन डियर सँगै बसम सँगै बस्दा जिस्काउँछन् साथीले के गरौँ अनि मलाई कस्तो विधि लाग्दछ नि शरम पल पल तिम्रै याद मात्र आइरहने पल पल तिम्रै याद मात्र आइरहने कुट्टु 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 मुटु खाइरहने कुट्टु 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 मुटु खाइरहने मलाई देख्दा तिमीले गीत गाइरहने मलाई देख्दा तिमीले गीत गाइरहने पछि 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 तिमी आइरहने पछि 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 तिमी आइरहने सोचिरहन्छु एउटै कुरा हरेक छिनका छिन कस्तो होला तिमी बेहुलीमा बेहुला बन्ने दिन मलाई पनि डोली चढेर हर्न भावरा साँचो माया गर्ने केटा अचेको नै छ र हर पल तिम्रै सम्झना आइरहने हर पल तिम्रै सम्झना आइरहने कुट्टु 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 मुटु खाइरहने कुट्टु 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 मुटु खाइरहने मेरै घरको छेउछाउ धाइरहने मेरै घरको छेउछाउ धाइरहने सुट्टु 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 तिमी खाइरहने सुट्टु 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 तिमी खाइरहने कुट्टु 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 मुटु खाइरहने सुट्टु 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 तिमी खाइरहने
तथा यस श्री दुर्गा माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, आलटाल गाउँपालिका गाउँसभा का हाम्रा सदस्य आदरणीय दाजु र यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय दाजु गणेश बहादुर कामीज्यूलाई आफ्नो मन्तव्य राख्नका निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु। जोरदार ताली भाइ बहिनीहरू, जोरदार ताली। आजको यो वसन्त पञ्चमीको अवसरमा यस जोगमाविको प्राङ्गणमा आयोजित सरस्वती पूजा कार्यक्रमका सभाध्यक्ष तथा यस विद्यालयका प्रधानज्यू, विशिष्ट अतिथि शिक्षक अभिभावक सङ्घका अध्यक्षज्यू र अन्य उपस्थित आमन्त्रित सदस्य साथीहरू र यहाँ उपस्थित हुनुभएका गुरुवर्ग र यस विद्यालयका अध्ययनरत छात्र छात्रा र अन्य छिमेकी विद्यालयबाट आउनुभएका भाइ बहिनीहरूमा सर्वप्रथम त म धन्यवाद दिन चाहन्छु। तपाईँहरूले जो एउटा सरस्वती देवीलाई आस्था राखेर सद्बुद्धि क्षमतावान भोलिको राम्रो मान्छे बन्नका निमित्त जुन हृदयदेखि नै सोचेर पूजा शुद्ध भावनाका साथ आउनुभयो, त्यसमा यो विद्यालय परिवारले त्यति ठुलो आयोजना नगरे पनि, तयारी नगरे पनि तपाईँहरूले एकदम भव्यताका साथ सफल पार्न लाग्नु भएको छ। र यसमा अब हामीले सरस्वती पूजा मात्र नभएर विभिन्न किसिमका क्षमता, विद्यार्थीमा भएका क्षमता पनि देख्न पायौँ। एउटा देशमा बढिरहेको महिलामाथिको हिंसा, बलात्कार र अन्य विभिन्न सन्देशमूलक कार्यक्रमहरू दिन सक्यौँ र विद्यार्थीमा भएको विभिन्न किसिमका क्षमताहरू प्रदान भए र अब पनि यस्ता कार्यक्रम अतिरिक्त क्रियाकलापहरू प्रत्येक महिना विद्यालयले आयोजना गर्ने कोसिस गर्नेछ। त्यसमा तपाईँहरूलाई योभन्दा फरक ढङ्गले, योभन्दा फरक क्षमताले आफ्नो क्षमता प्रस्तुत गर्ने आशा लिएको छु र विद्यालय प्रशासनको तर्फबाट, विद्यालय व्यवस्थापन समितिको तर्फबाट आवश्यक पर्ने सहयोगका लागि म एकदम प्रतिबद्ध छु र यहाँ हाम्रो मनोरञ्जन मात्र नभएर विभिन्न अतिरिक्त उसुखेलले पनि आफ्नो क्षमता प्रस्तुत गर्नुभएको छ। हाम्रो प्रशिक्षक भाइलाई म धन्यवाद दिन चाहन्छु। जो दुर्गामाविमा अध्ययनरत विद्यार्थीहरूले आज त्यो खेलको कौशलता देखाएका छन्, त्यो भनेको दुर्गामाविको इज्जत छ, त्यहाँ अझ राम्रो गर्नु होला भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। र आजको यो छोटो मिठो भव्य कार्यक्रममा तपाईँहरूको सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै यो सरस्वतीले हामीलाई सद्बुद्धि, सत्मार्ग, सबै कुरा राम्रो गरोस्, हाम्रो क्षमता हामी असल मान्छे बन्न दिन प्रेरित गरोस् भन्ने प्रार्थना गर्दै बिताउँछु। हस्, नमस्कार। धन्यवाद अमरज्यू, धेरै धेरै धन्यवाद। समयको एकदमै व्यस्तताको बावजुद पनि स्कुलमा हाम्रो युक्तलाई स्वीकार गरी आइदिनु भएकोमा फेरि पनि धन्यवाद। तापनि यहाँको एकदमै गरिमामय तरिकाले, शान्त र भव्य तरिकाले हामीलाई सहयोग गरिदिनु भयो। धेरै धेरै धन्यवाद भाइ बहिनीहरू। र फेरि पनि कुनै त्यस्तो जान्छ भने आफैले कनेक्ट गरेर अगाडि जाने प्रयोग गरेर, तर भद्र र शालीन तरिकाले अरूलाई डिस्टर्ब नहुने गरेर नृत्य गर्न सक्नुहुन्छ। कहीँ र कतै कसैलाई डिस्टर्ब हुने गरेर नृत्य गर्नु हुँदैन भाइ बहिनीहरू, तपाईँहरू जान सक्नुहुन्छ। कुन कुन नृत्यलाई स्थान दिने के कार्यक्रमहरू घोषित हुनेछन्, कुन कुन विद्यार्थी भाइ बहिनीहरूलाई क्षमता देखाउने अघिल्लो दिन नै तयारी हुनेछ। त्यस कारणले गर्दाखेरि हाम्रो अलिकति झिकझ्याक भयो, तापनि विद्यार्थी भाइ बहिनीहरूले यो झिकझ्याकलाई मिलाएर अगाडि बढिदिनु भयो, शान्त तरिकाले बढिदिनु भयो। एकदमै हामी हर्षित छौँ र खुसी छौँ र यस्ता कार्यक्रमहरू हामी सधैँ गरि नै रहनेछौँ।
सरस्वती पूजा कार्यक्रम गर्ने भनेर छलफल गरेका थियौँ। यद्यपि तपाईँहरूको साथको सहयोगले तपाईँहरूले 10 रुपियाँदेखि लिएर 30 रुपियाँ सहयोग गर्नुभयो हामीलाई। तपाईँहरूको सहयोगले तपाईँहरूको घरमाले हामीले कार्यक्रम यहाँसम्म पुर्याउन सफल भयो र विशेष त नवीन सरलाई पनि हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। आफ्ना खेलाडी भाइ बहिनीहरूले यहाँ खेल प्रदर्शन गरेर स्कुलमा सुगन्ध बनाइदिनु भयो र सम्पूर्ण भाइ बहिनीहरू जसले कार्पेट मिलाउनमा सहयोग गर्नुभयो, जसले बेन्च मिलाउनमा सहयोग गर्नुभयो, जसले हाम्रो प्रसाद वितरण गरेर सहयोग गर्नुभयो, जसले पातहरू ल्याएर सहयोग गर्नुभयो, मञ्च बनाइदिएर पतङ्ग लगाइदिएर विभिन्न कुराहरू गरेर डिजे ल्याइदिएर र डिजे बजाइदिएर धेरै कुराहरू पानी ल्याइदिएर विभिन्न कुराहरूमा तपाईँहरूले सहयोग गर्नुभयो र बेन्चहरू बाहिर मञ्च बनाइदिएर सहयोग गर्नुभयो। यहाँलाई हृदयदेखि हामी धन्यवाद दिन चाहन्छौँ र यसरी हाम्रो आगामी दिनहरूमा विभिन्न कार्यक्रमहरू यहाँको सहयोग रहेमा रहनेछ भन्दै म आजको आधा कार्यक्रम सञ्चालक इन्द्र साउथ बिदा हुन्छु र बिदा हुनुभन्दा पहिला यो आजको यो सरस्वती विशेष कार्यक्रम समापन भएको घोषणा गर्नका निमित्त यस विद्यालयका प्रधानाध्यापक सभा आजको यस कार्यक्रमका सभाध्यक्ष नारायण दत्त जोशीज्यूलाई म आग्रह गर्दै म भने अहिलेलाई बिदा हुन्छु। हवस्, धन्यवाद, नमस्कार। धन्यवाद। सरस्वती पूजा समारोहमा प्रमुख अतिथिज्यू, विद्यालय व्यवस्थापक समितिका पदाधिकारीज्यू, शिक्षक अभिभावकका पदाधिकारीज्यू, खेल प्रशिक्षकज्यू, शिक्षक कर्मचारीवर्ग एवं अभिभावकवर्ग एवं मेरा प्यारा भाइ बहिनीहरू, आज हामी सरस्वती पूजा जुन धुमधामसँग हर्षोल्लाससँग सत्य र भ्रष्टाचारसँग जुन सम्पन्न गऱ्यौँ, यो सम्पन्न गर्नमा तपाईँ सबैको सहयोग भयो। यसमा तपाईँहरूले दिनको तयारीमा अकल्पनीय जुन एउटा काम गरेर देखाइदिनु भयो, यसले चाहिँ हामीहरूको हिम्मत, हामीहरूको साथ बढाउने काम गर्नुभयो। तपाईँ सबैको सहयोग धन्यवाद छ र यसरी चाहिँ विद्यार्थी भाइ बहिनीहरू हुँदादेखि लिएर सम्पूर्ण कार्यमा चाहिँ हृदयदेखि सहयोग गर्नुभयो। साथसाथै कर्मचारी, शिक्षक साथी, अभिभावकहरू तपाईँहरूले हृदयदेखि धन्यवाद गर्दै सानै भए पनि विभिन्न कार्यक्रम राम्रो सफल हुनुभएकोमा सम्पूर्ण भाइ बहिनी, अभिभावकहरू, शिक्षक साथी एवं व्यवस्थापन समिति सबैलाई आभार व्यक्त गर्दै सबैलाई धन्यवाद दिँदै यो कार्यक्रम समापन भएको जानकारी गराउँछु। धन्यवाद। भाइ बहिनीहरू बिहान जसरी सहयोग गर्नु भएको थियो त्यसरी नै बेन्चहरू राखिदिनु होला। धेरै धेरै धन्यवाद भाइ बहिनीहरू।